सम्बन्ध किन टुट्छ? यो गल्ती तपाईँहरू पनि गर्दै हुनुहुन्छ कि? सम्बन्ध टुट्नुको कारणहरू के हुन् र परमेश्वरको वचनले यसको विषयमा के भन्छ भन्ने कुरा चाहिँ आज म तपाईँहरूको बिचमा गर्न गइरहेको छु। सम्बन्ध टुट्नुको मुख्य कारण मानिसको हृदय स्वार्थ, गलत समझ, पाप क्षमा नगर्नु, परमेश्वरबाट टाढा हुनु हो। बाइबलले सम्बन्धलाई प्रेम, सत्य, नम्रता र क्षमामा टिक्ने कुरा सिकाउँदछ। सम्बन्ध किन टुट्छ भन्ने विषयमा बाइबल अनुसार हामीले हेऱ्यौँ भने पहिलो कुरा चाहिँ घमण्ड र अहङ्कार छ। घमण्डले मानिसलाई नम्र हुन दिँदैन, जसले झगडा र दूरी ल्याउँछ। घमण्डबाट केवल झगडा उत्पन्न हुँदछ भनेर हितोपदेश 13:10ले हामीलाई सिकाउँदछ। दोस्रो कुरा, सम्बन्ध टुट्नुको दोस्रो परिणाम चाहिँ क्षमा नगर्नु। जब मानिसले मनमा रिस, चोट, बदला राख्दछ, सम्बन्ध कमजोर हुन्छ। एकअर्कालाई सहन सक्ने शक्ति हुँदैन। जुन कसैको विरुद्धमा पनि गुनासो भए क्षमा नगर्ने हृदय चाहिँ सम्बन्धलाई तोड्ने हृदय भनेर हामीलाई कलसीको पुस्तक 3:13ले बताउँदछ। कठोर बोली र रिस। कठोर बोली र रिसका कारण पनि सम्बन्ध टुट्न सक्ने एकदमै ठुलो डर हुन्छ। चोट पुर्याउने शब्द सम्बन्ध भत्काउँदछन्। यदि कसैले चोट पुर्याउने शब्द बोल्दछ भने सम्बन्ध टुट्छ र सम्बन्ध भत्किन्छ भन्ने कुरा चाहिँ हामीलाई हितोपदेश 15:1ले सिकाउँदछ। प्रेमको कमी पनि सम्बन्धलाई भत्काउने, तोड्ने एउटा मुख्य जरो हो। जहाँ साँचो प्रेम हुँदैन त्यहाँ सम्बन्ध लामो समय टिक्दैन। प्रेम धैर्यवान हुन्छ भनेर बाइबलले बताउँदछ। प्रेम दयालु हुन्छ भनेर बाइबलले बताउँदछ। पहिलो कोरिन्थीको पुस्तक 13:4देखि 7सम्म हामीले पढ्यौँ भने प्रेमले धैर्य गर्न सिकाउँछ, अरूको भलाइ गर्न सिकाउँछ, दया देखाउन सिकाउँछ भनेर हामीलाई यो अध्याय र पदले हामीलाई सिकाउँदछ। प्रिय मित्रहरू, परमेश्वरको वचनले यसरी सिकाउँदै पनि कहिलेकाहीँ हामी यसमा चुकेका हुन्छौँ। अर्को कुरा छ, प्रेम विश्वासघात र झुट छ भने त्यहाँ पनि प्रेम चाहिँ टुङ्गिन्छ, सम्बन्ध बिग्रिन्छ। झुट र धोका सम्बन्ध टुटाउने ठुलो कारण हो। यदि हामी कसैलाई झुटो बोल्छौँ, धोका दिन्छौँ भने त्यो कुराले चाहिँ हाम्रो सम्बन्ध टुटिरहेको हुन्छ। त्यसैले झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग, आफ्नो मान्छेसँग, आफ्नो परिवारसँग सत्य बोल्नु भन्ने कुरा चाहिँ एफिसीको पुस्तक 4:25 हामीलाई सिकाउँदछ। परमेश्वरलाई केन्द्रमा नराख्नु पनि सम्बन्ध टुटाउनु हो भन्ने कुरा, परमेश्वर बिना हामी सम्बन्धलाई मजबुत बनाउन सक्छौँ भन्ने कुरा चाहिँ असमर्थ छ, कमजोर हुन्छ। यदि परमप्रभुले घर निर्माण नगर्नु भए निर्माण गर्ने परिश्रम व्यर्थ हुन्छ भनेर भजन सङ्ग्रह 127:1ले भन्छ। त्यसकारण सम्बन्ध बचाउन बाइबलले के सिकाउँछ, यी कुराहरूलाई हामीले महत्त्व दिन चाहिँ एकदमै जरुरी छ। प्रेम गर भनेर बाइबलले सिकाउँछ। तिमीहरूले एकअर्कालाई प्रेम गर भन्छ बाइबलले। र मानिसहरूले एकअर्कालाई प्रेम होइन तिरस्कार गरिरहेको भेटिन्छ। तिमीहरूले एकअर्कालाई देवी प्रेम गर्दैनौ भने त्यहाँ चाहिँ सम्बन्ध टुट्छ भनेर यूहन्ना 13:34ले हामीलाई सिकाउँदछ। क्षमा नगर्नु एकदमै प्रेमलाई, सम्बन्धलाई घात गर्ने चिज हो भन्ने कुरा बताउँदछ। नम्रता धारण नगर्नु सम्बन्धलाई सिधै तोड्नु हो भन्ने कुरा चाहिँ बताउँदछ। पहिलो पत्रुस 5:5ले शान्ति खोज्छ, शान्ति खोज्छ र शान्ति खोज्न सिकाउँछ। जहाँसम्म सम्भव हुन्छ हामी मानिससँग मेलमिलापमा बस्नु चाहिँ एकदमै जरुरी छ भने रोमी 12:18ले हामीलाई सिकाउँछ। त्यसकारण हामी हाम्रो आत्मिक निष्कर्षलाई चाहिँ बदल्नु पर्ने हुन्छ यदि हामी सम्बन्धलाई एकदमै गहिरो र प्रगाढ बनाउनु छ भने। प्रियहरू, सम्बन्ध केवल भावना मात्र होइन, सम्बन्ध जिम्मेवारी र आत्मिक बन्धन पनि हो। जहाँ प्रेम, क्षमा,
सत्य र परमेश्वरको उपस्थिति हुन्छ। त्यहाँ सम्बन्ध बलियो हुन्छ, तर घमण्ड, रिस, झुट र स्वार्थले सम्बन्धलाई टुटाउँछ। बाइबलले सम्बन्धलाई जोगाउन प्रेम र क्षमाको मार्गदर्शन देखाउँदछ। त्यसकारण हामी यद्यपि सम्बन्धलाई जोगाउने हो भने हामीले के गर्नुपर्छ? प्रेम र क्षमाको आवश्यकता हामीलाई एकदमै पर्दछ। सम्बन्धलाई जोगाउनलाई हामी यद्यपि प्रेम र क्षमाको आवश्यकता हामी जान्दैनौँ भने है हामी सम्बन्धलाई चाहिँ के गर्छौँ? भत्काउँदछौँ। त्यसकारण सम्बन्ध बचाउन बाइबलले सिकाउने कुरा प्रेम गर भन्दछ, क्षमा गर भन्दछ, नम्र बन भन्दछ, शान्तिलाई खोज भन्दछ र हामीलाई यसरी प्रेमको परिभाषामा सम्बन्धलाई बचाउन चाहिँ सिकाउँदछ। यूहन्ना 13:34ले प्रेम गर भनेर सिकाउँदछ है। यदि हामी सम्बन्ध बचाउनु पर्छ भने एकलाई अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा सिकाउँदछ। मत्ती 18:22ले क्षमा गर, त्यो पनि 7 गुणा 70 पटकसम्म पनि तिमी क्षमा गर्न सक्ने हृदय तिम्रो हुनुपर्छ भनेर सिकाउँदछ। पहिलो पत्रुस 5:5ले तपाईँ र मलाई नम्रता धारणा गर भनेर सिकाउँदछ। रोमी 12:18ले हामीलाई जहाँसम्म सम्भव हुन्छ सबै मानिससँग मेलमिलाप गर र शान्ति खोज भनेर सिकाउँदछ। तसर्थ मित्रहरू, आज हामी के गर्दैछौँ? यदि हामी यो कुरामा